यति बेला हामी तपाईलाई तुलसीपुर उपमहानगरपालिकामा आन्दोलनको क्रममा आगजनी गरिएको यो दमकल छ नि, दमकलको बारेमा हामी जानकारी दिन्छौँ। वास्तवमा दमकल भन्ने बित्तिकै एउटा यस्तो चिज हो जसको घरमा पनि, जुन ठाउँमा पनि, सहर बजार उद्योगहरूमा अचानक कहिलेकाहीँ आगो लागि हुन सक्छ, विद्युत सर्ट भएर होला अथवा केही कारणले आगो लागि हुन सक्छ र यो सबैलाई चाहिने चिज हो। तर पनि यो दमकललाई पनि छोडिएको छैन। आन्दोलनको सिलसिलामा दमकलमा आगजनी गरिएको छ र यो तुलसीपुर उपमहानगरपालिकाको यो दमकल तुलसीपुर उपमहानगरपालिका भित्र मात्र नभएर अन्य गाउँपालिका यहाँबाट सल्यान कपुरकोटसम्म पनि गएर यसले सेवा प्रवाह गर्ने यो दमकल हो। त्यसैगरी यो जुन डङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका, यता पश्चिम दाङका विभिन्न ठाउँहरूमा पनि आगजनी भएमा यही दमकलले काम गर्ने गर्थ्यो। यति मात्र नभएर यहाँबाट कहिलेकाहीँ अब पूर्वतिर घोराइ जानु पर्यो, समग्र लुम्बिनी प्रदेश भित्रका विभिन्न ठाउँहरूमा, कर्णाली प्रदेशका ठाउँहरूमा आगजनी भएको खण्डमा आगो निभाउने दमकललाई पनि छोडिएको छैन। सम्भवतः मलाई लाग्छ यो लिडिङ गर्ने मान्छे कोही नभएर होला। यो आन्दोलनको सिलसिलामा दमकललाई, एम्बुलेन्सलाई अनि त्यसपछि पानीको गाडीलाई यसरी आगजनी गर्न भनेको हिंसात्मक तरिकाले जुन आगजनी गरिएको छ, यसरी जुन सरकारी संरचना भवनहरूमा जसरी आगजनी गरियो र त्यसैको मारमा यो दमकल पनि परिरहेको छ र यति बेला अरूलाई आगो लाग्दा निभाउने दमकल आफै आगो लागिमा परेको छ। यो दुःखको घडी, यो दुःखको क्षण, यो अवस्था तपाईँलाई देखाउँदा मेरो पनि मन रोइरहेको छ। यति बेला तुलसीपुर एरिया र यसको आसपासको लुम्बिनी क्षेत्रमा कहीँ आगजनी भयो भने आगो निभाउनको लागि अब के गर्ने र दमकल यसरी आफै जलिरहेर यसरी चाहिँ यस्तो अवस्थामा यो देखिएको दृश्य तपाईँलाई देखाउँदा हामीलाई दुःख लाग्यो। यो दृश्य हो तुलसीपुर नगरपालिकाको कार्यालय अगाडि रहेको दमकलमा आगजनी गरिएको यो दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दमकल मात्र होइन, यहाँका दर्जनौं गाडीहरूमा छानी छानी तपाईँको चाहिँ आगजनी गरिएको छ र हामी सम्पूर्ण दृश्य यहाँ तपाईँलाई देखाउने प्रयास गरिरहेका छौँ र यो तपाईँले यहाँ सम्पूर्ण गाडीहरूमा आगजनी गरेको दृश्य म तपाईँलाई देखाउँछु। यसरी भित्र राखिएका, सुरक्षित राखिएका गाडीहरू बिचरा गाडी नबोल्न सक्छ, गाडीका चालक बोल्दाखेरि पनि उल्टै उहाँहरूले इँटाले पिटाइ खानु पर्यो, उसै ज्यान जोगाउन हम्मी पर्यो। यस्तो अवस्था छ। यहाँ भित्र राखिएका, सुरक्षित राखिएका गाडीहरूमा आगजनी गरिएको छ र क्षति पुर्याइएको छ। यो दृश्य हामी तपाईँलाई देखाउँछौँ र यति बेला हेर्नुहोस्, यो तुलसीपुर उपमहानगरपालिकाको भवनभित्र रहेका यति राम्रा बलिया सुरक्षित नयाँ गाडीहरूमा पुरै आगजनी गरिएको छ। यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। यहाँको स्थिति हेर्नुहोस्, यहाँ पुरै यहाँ गाडीहरू छन्, पुरै व्यक्तिका, यहाँ कर्मचारीका, व्यक्तिका, त्यसै गरी सरकारी गाडीहरू, सबै गाडीहरूमा यहाँ छोडिएको छैन र यति बेला यो तपाईँको चाहिँ यो गाडी जलेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। के भन्नुहुन्छ, यहाँ गाडी चालक हुनुहुन्छ, यति बेला तपाईँ यो घटनामा यहीँ हुनुहुन्थ्यो? म थिएँ, बाहिर थिएँ। हजुर, यता क्यामेरामा भन्नु होला। गाडीहरू बाहिर थियो, सुरक्षित होला, ढुङ्गा मुढा गर्नु भनेर भित्र ल्याएर लाइन लगाएर राखियो हैन। हजुर हजुर। पछाडि उहाँहरू उता छिर्नु भयो अनि इट्टा हान्नु भयो, म यतातिर टाउको चाहिँ बचाएँ हैन। अनि त्यसदेखि पछाडि सामान्य आगो लगाउन लाग्नु। फेरि हामीले दमकलबाट पानी सुरु गर्यौँ, फेरि एउटा हुल आयो, फेरि ढुङ्गा मुढा गर्यो, अर्को हुलले चाहिँ माथि पनि आगो लगायो। त्यो ठुलो पाइप निकाल्यो, डेलिभरी पाइप निकाल्यो, त्यो पाइप पनि भाँचेर लगिदियो। उतातिर लगेपछि भन्नुको अर्थ सुरुमा यहाँ आगजनी गर्दाखेरि आगोलाई निभाउनलाई दमकलबाट प्रयोग गर्नुभयो, मसिनो पाइपबाट हाल्न लाग्नुभयो, तर दमकलमै आगजनी गरिदिए। दमकलमै आगजनी गरिदिए। हजुर। अनि अब यो गाडीहरू यसरी राखेको होइन। हजुर। यो नयाँ गाडी हो, मेयर साहब चढ्ने, यो हाकिम साहब चढ्ने ब्रिजा गाडी हो। हजुर। यो नगर परिषद चढ्ने हो। हजुर। अनि त्यो एउटा काठमाडौँबाट लिफ्ट बनाउन आएको नयाँ चाहिँ सुजुकी गाडी हो। हजुर। त्यो 142 गाडी, त्यो अफिसी गाडी हो। यता 672 स्वास्थ्यको गाडी हो। हजुर। सबै गाडीमा आगजनी गरिएको छ। एउटा चाहिँ बाहिर। हजुर। 5वटा यहाँ भित्र, त्यो प्राइभेट गाडी हो। अनि यो भर्खर हाम्रो व्यक्तिहरूको बाइक हो। अनि त्यहाँबाट यो केटीएम बाइक चाहिँ केशव भूषाल मोदीपुरको, उहाँ चाहिँ बिरामी भएर त्यो चिनारीमा चाहिँ भर्ना हुनुहुन्थ्यो। अनि त्यो बाइक अलिक यतातिर थियो, मैले सुरक्षित होला भनेर उतातिर लगेर राखिदिएँ। त्यसमा पनि आगजनी नै भयो। हजुर। अनि यो आगजनी हुँदाखेरि तपाईँले धेरै रोक्ने प्रयास गर्नुभयो, तर मान्नु भएन? नगर्नुहोस् भनेर भने उहाँहरूले मान्नु भएन। कतिजना जति आउनु भएको थियो? पहिला त एकजना चाहिँ यस्तै रातो भेस्ट आगो लगाउने व्यक्ति चाहिँ त्यो भाइ यस्तै रातो चाहिँ टी सर्ट छ, अनि लाइटर चाहिँ पेट्रोल पकडेको थियो उनले। अरू पछाडि त कति थियो, त्यो गल्ती नै भएन।
त्यहाँ रोक्न सक्ने अवस्था नै भएन। यता हाल्ने उता हाल्ने कोही सिलिन्डर पनि सल्काएर गुर्काइदिने त्यो सिलिन्डर गुर्काएर चाहिँ यस्तो पड्केर यस्तो भयो। ए सिलिन्डर पड्केर यो गाडीमा क्षति भएको छ। उहाँ हुनुहुन्थ्यो तुलसीपुर नगरपालिकाको कर्मचारी सवारी चालक सामान्य मजदुर हो। मजदुर हुनुहुन्थ्यो। उहाँले धेरै आग्रह गर्दाखेरि पनि उहाँले चलाउने गाडी यति बेला जलाइएको छ। तपाईँलाई गाह्रो भइरहेको छ। गाह्रो भयो नि त। हस्, धन्यवाद छ। आदरणीय दर्शकहरू, तपाईँले देखिसक्नुभयो तुलसीपुर उपमहानगरपालिका भित्र सुरक्षित राखिएका गाडीहरूमा यसरी यहाँ दर्जनौं गाडीहरूमा आगजनी गरिएको छ र क्षति पुर्याइएको छ र यहाँ यो सरकारी गाडी मात्र नभएर प्राइभेट व्यक्तिगत गाडीहरूमा पनि आगजनी गरेको जानकारी हामी तपाईँलाई देखायौँ। यहाँहरू हामीलाई लुम्बिनी टेलिभिजन हेर्दै गर्नुहोला। हामी यस्तै थप अपडेटको साथमा उपस्थित रहनेछौँ। जय होस्।